है फाइनल्ली हामी समुद्रमा आइपुगेका छौँ। बर्दुबी नजिकमा रहेको यो पानी जहाज हेर्नु साथीहरू, अहिले म देखाउँछु, तपाईँ हेर्दै जानुहोस् न भिडियो। हेर्नुहोस् यो पो हो त रमाइलो। हेर्नुहोस् बोटहरू चलिरहेका छन्, ढुङ्गा। अब हामी एकछिनमा यहाँ हामी चढ्नेछौँ। हामी भर्खर आउँदैछौँ, यहाँको भिडियो निहाल्छौँ हामी। देख्न सक्छ पानी तल कलकल बगिरहेको छ। यो छेउतिरको भाग हो, गहिरो देखिँदैन हैन। यो त पानी लेक हो, यो सानो समुद्र हो। साथीहरूलाई पनि थाहा होला, साथीहरूलाई यसरी ढुङ्गाहरू चलिरहेका छन्। रमाइलो दृश्य। ढुङ्गा नाउ रहेछ, यहाँ काठको ढुङ्गा, मान्छेहरू चलिरहनु भएको छ। यहाँ थरी थरीका ढुङ्गा, पानी जहाज, बोट के भन्छ, यहाँ सबै थरी थरीका छ। मान्छेको चहल पहल भिडभाड हुँदो रहेछ यस चट्टानलाई। यहाँको माहौल दृश्य निहाल्नलाई धेरै मान्छेहरू आउनु रहेछ। म जहाँ जान्छु त्यहाँको भिडियो तपाईँहरूलाई पनि देखाउँछु भन्ने उद्देश्यले भिडियो खिचिएको छ। तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहोला। नाउ यस ढुङ्गाभित्र चढ्नलाई अति नै महँगो रहेछ साथीहरू। आधा घन्टाको 60 द्राम, त्यसै गरी 1 घन्टाको 120 द्राम लाग्दो रहेछ। धेरै नै महँगो। हामी जस्तो सामान्य स्तरमा काम गर्ने व्यक्तिहरूका लागि त यो महँगै रेट हो। कलकल बगिरहेको पानीमा एउटा पुष्प हजारीका फुलहरू पनि बगिरहेको देखियो, तैरिरहेको देखियो। पूजापाठ पनि गर्नुहुँदो रहेछ। एउटा ध्वनि समान आवत र एउटा पर्यटकीय र एउटा इन्जोय रमाइलो गर्नको लागि यो आएको सानो समुद्र हो। ठुलो समुद्र अलि थोरै टाढा छ।